जीवनमा धेरै कुराहरू चाहिँ प्रकृतिमा हेरेरै पनि थाहा पाउन सकिन्छ, सिक्न सकिन्छ। हेर्नुहोस् त यो रुखको अवस्था, भित्र पुरै खोक्रो, डाँक्ला चाहिँ पुरै एकदम डाँठ चाहिँ खोक्रो भएर सकेको छ, तर पनि यस्तो हरियाली भएर चाहिँ मानिसलाई शीतलता दिन चाहिँ छोडेको छैन। हेर्नुहोस् त, छैन त अचम्म यस्तो छ है। डाँठ चाहिँ पुरै खोक्रो छ, खोक्रो केही छैन, पुरै बाहिर बोक्रा मात्रै छ। तर हेर्नुहोस् त कति शीतल दिइरहेछ, यस्तो हरियाली भएर जीवनमा हार खानु हुँदैन भन्ने कुरा चाहिँ प्रकृतिबाट, हरेक कुराहरूबाट सिक्न सकिन्छ। हेर्नुहोस् त यस्तो राम्रै टेको दिएर राखेको छ रुख चाहिँ, यसरी अडाइएको छ, तर पनि कस्तो दामी हरियाली पुरै पालुवा पलाएर मान्छेलाई शीतलता दिन चाहिँ छोडेको चाहिँ छैन। हाम्रो जीवन पनि यस्तै हो, दुःख पिर चिन्ताहरू आइपर्छ, त्यसलाई चाहिँ डटेर सामना गर्दै अघि बढ्नु नै जीवन हो। हस्त, धन्यवाद, नमस्कार।